फ्यामिली, आज हाम्रो ग्यास सकिएर हेर्नु न कस्तो प्रब्लम भयो। अनि ग्यास लिन जाँदाखेरि त आधी सिलिन्डर मात्रै पाइएछ। हजुरहरूकोतिर सर्टेज छ कि नै सिलिन्डरको? यहाँ त एकदमै सर्टेज रहेछ। त्यही पनि जसो तसो आधी सिलिन्डर पायौँ। बुटवल सहरमा ग्यास सिलिन्डर सर्टेज भयो भने त मान्छेहरू भोकै हुन्छन् है, किनकि यहाँ त घाँस दाउराहरू हुँदैन कि ग्यास नभए पनि दाउरामा पकाएर हुन्छ। यहाँ त ग्यासै हो, ग्यासैमा निर्भर छन् सबैजना। अब यहाँ त दाउरा पनि छैन, गाउँघरमा त दाउरा हुन्छ, गोबरको गुइठा हुन्छ होइन, त्यसैले पकाइन्छ, गुजारा चल्छ। तर यहाँ त एकदमै सर्टेज भयो भने मान्छे त भोकै हुन्छन्। हाम्रो बल्ल 3 महिना चल्छ हाम्रो ग्यास। हजुरहरूको कति दिन चल्छ साथीहरू कमेन्टमा भन्नु है। अनि ग्यासको कतिको सर्टेज छ है? यहाँ त एकदमै सर्टेज रहेछ। हजुरहरूकोतिर सर्टेज छ कि नै? यदि सर्टेज छ भने पहिल्यै ग्यास गरेर राखिहाल्नुहोस्, नत्र त एकदमै गाह्रो हुन्छ। हाम्रोतिर त आधी सिलिन्डर मात्रै पाइयो।